ल गाइस हामी चाहिँ अहिले बगरमा छौँ। बगरदेखि चाहिँ हामी अब सोलतिर दाइले चाहिँ माथि तेल हाल्न गएको छन्, तर हामी चाहिँ यहीँ छौँ एकछिन वेट गरेको। त्यसपछि हामी चाहिँ अब एकछिनमा माथि काउँडाँडा यहाँदेखि माथिसम्म जान्छौँ, काउँडाँडासम्म जान्छौँ। काउँडाँडाबाट चाहिँ हामी माथि त्यहाँ गएर हामी भ्यू देखाउँछौँ है त गाइस। ल बाटोमा पनि हामीले देखाउँछौँ, बाटो पनि बोल्दै जान्छ है त। ल हियर वी गो। ल गाइस अब बाहिर भान्जा के अरे सोल्दिने आइहालेँ। अब हामी स्टार्ट गर्छौँ है त। ल बोल गाइस हामी चाहिँ अब यहाँ इन्डियन क्याम्पसतिर छौँ। अब हामी अब काउँडाँडा जान लाग्यो। अब न्यु रोड हुँदै पुल हुँदै जाने हो। अब हामी चाहिँ अब तपाईँहरूलाई अब माथि गएर भ्यू देखाउने छ पोखराको। खतरा भ्यू देखिन्छ है गाइस, पुरै पोखरा सिटीको खतरा भ्यू देखिन्छ। दामी भ्यू देखिन्छ है त। पुरै लाइटिङ साइटिङ खतरा देखिन्छ, पुरै देखिन्छ है त तलको त सब। गाइस आजको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ होला जस्तो छ। अनि म चाहिँ एक हप्ताको भ्याकेसनमा आएको, सानो काम परेको कारणले। त्यही भएर भान्जा चाहिँ होस्टेलमा थिइनँ, अनि त्यो भान्जालाई बोलाइवरी त्यहाँको प्रिन्सिपललाई कल गरेर एलाउट मागेर आजको बेलुकी, किनभने म भेट्न पाउँदैन सायद भान्जासँग 2-4 वर्ष म भेट्दिनँ होला। त्यो कारणले चाहिँ भान्जालाई म बोलाइवरी आएको गाइस होइन। सोलतिर दाइ चाहिँ पछाडि हुनुहुन्छ, उनीहरूको चलाइफेरि अलिक बिस्तारै छ। अब हामी भनेको अब राइडरहरू हो गाइस होइन। भान्जा एक्सपोर्ट अब चाहिँ हामी नदी पुरा आइपुग्यो। नदी पुरा आइसक्यौँ अब हामी। है चिसो नि यस्तै चिसो चाहिँ घाम लागे पनि, 2-3वटा ज्याकेट लागे पनि घाम लागे पनि चिसो हुन्छ। हामीसँग चाहिँ स्कुटर छ। मामाहरू हेर्दा मामाहरू ओ मामाहरू रहेछ। गुड नाइट मामा, गुड नाइट। स्कुटरहरू आज चाहिँ चेकिङ रहेछ, तर हाम्रो चाहिँ होइन। त्यो मापासीहरूको चाहिँ मापासी त भइरहन्छ। हाम्रो दाइहरूले खाएको छ। दाइले चाहिँ पिए जस्तो लाग्यो। विमलको लाइसेन्स छैन रे? छैन है, ए हुँदैन केटाहरू। म हामीसँग पछि आएन क्या। खै र भेटाउनै भेटाउनु त। ए पछिको होइन यिनीहरू होइन र। राइट नाउ हामी चाहिँ न्यु रोड आए। गरीबपुरमा कहाँ न्यु रोड भन्दा यहाँ हुन्छ क्या मिठो भित्र। यहाँभित्र चाहिँ दामी हुन्छ गाइस होइन। स्याटरडे चाहिँ यहाँ चाहिँ 3 बजेदेखि 8 बजेसम्म। कहिले हुन्छ? स्याटरडेको इभिनिङ होइन त? ओके, खतरा हुन्छ आउनलाई। यहाँदेखि चाहिँ हाम्रो मणिपाल हस्पिटल पनि गइन्छ। पोखराको एकदम ठुलो हस्पिटल पनि भनिदिन्छ होइन, चल्दो ठुलो मध्येमा। यहाँ चाहिँ ठुलो ब्रिज छ हाम्रो काउँडाँडा अगाडि। ऊ त्यो पारेको चाहिँ काउँडाँडा, त्यो डाँडामा जाने गाइस हामी चाहिँ होइन। 15-20 मिनट चाहिँ लाग्छ यहाँदेखि। अनि यो चाहिँ ब्रिज हो। यहाँ तल चाहिँ सेती खोला छ। यहाँदेखि राइट ल्याए, यहाँ अगाडि आएको चोकबाट राइट। बिस्तारै नाममा चिसोले मार्ने रहेछ। राइटले यहाँदेखि भान्जा चाहिँ अलिक नयाँ हो, तर यो गाडी पनि अगाडि जाने रहेछ। ओ गाडी आउँदैछ, गाडी आउँदैछ बिस्तारै। ढाड दुखी छ घप्नु पऱ्यो। यहाँ त लेफ्ट होइन र कता हो? यतै हो। एउटा लेफ्ट थियो क्या हो? लेफ्ट थियो हो कि होइन? यहाँ सिधै हो, अलि तलदेखि हो। यो बाटो नि जान्छ। भान्जालाई चाहिँ लोकेसन उनीहरू त अब भर्खर लाइसेन्स पनि छैन, त्यही भएको कारणले चाहिँ भान्जा सिटीमा त्यति हिँड्दैन। त्यो अझै अहिले फेरि होस्टेल गर्नु न केटाहरूको, यतिर स्कुटर कुदाउनु दिनु हुँदैन। त्यही भएर चाहिँ केटाहरूलाई सिटी थाहा छैन। त्यो फेरि भित्री गलियो होइन, भित्री गलियो काउँडेर जाने। बिस्तारै घुम्दियो, बिस्तारै गाडीहरू आउँछ उताबाट। अरूको पछाडि बस्यो भने चाहिँ डर लाग्छ गाइस। यहाँ चाहिँ राइटले, यहाँबाट राइटले। लेफ्ट होइन र? राइट यतै हो। त्यो घुम पछाडिबाट घुम्ने यहाँ त्यस्तो फुलबारी भन्ने यो चाहिँ फुलबारी टोल होइन। हामी यताबाट डाइरेक्ट उता रङ्गशाला निस्क्यौँ कि।
गाइस अहिले चाहिँ हामी भर्खर काउदानमा आइपुग्यो होइन टपमा एकदमै चिसो छ होइन अब चाहिँ तपाईँलाई चाहिँ म यहाँको भ्यू देखाउँछु यहाँदेखि कस्तो देख्छु पोखरा भ्याली भन्ने कुरा म यहाँ देखाउँछु है त गाइस ल सहर की रानी नाम पोखरा आरामले ढल्केको लेक साइडको झिलिमिली पोखरेली ढल्केको यो चल पल्केको विदेशी खैरेकाले हेर्नलाई पल्केको सल्केको मुखमा गाजा जवानीको नसा पोखरेली नानी र पानीको हुँदैन भरोसा तन्न छ सान हाम्रो काफी छ नाम मलाई चाहिँदैन दाम यही ठाउँमा बसौँ मैले ठाटे मरि जसोटा आमा कसम मेरो यसको सपनाको सहर मुटुमा छ हाम्रो यो देशको जहाँ जाऊँ मलाई आफ्नो लाग्छ यो पोखरा मेरो यो सुरुवात मेरो हबी स्मरणीय पोखरामा बास मेरो थम्केला केटो माछा पुछ्रेको बाग्ले यो हो आक्रोशको सहर हेर सुन्दरताले भरिपूर्ण जुन जस्ता म यहाँ हेर पैसा लाग्छ जुस चुन रमौ साथी यसै पालि नआउला है भोलि यहाँ गरी बाउ आमाका